हेलो गुड मर्निङ एभ्रीवन, दिस इज मनोज ब्याक अगेन विथ न्यू भिडियोज। वेल आज मर्निङको 7:30 जस्तो भइरहेको छ। दिन एकदम राम्रो भइरहेको छ र आज पनि हामी अफिसै जाँदैछौँ। नाम्ची हाम्रो हिजोको जुन काम थियो त्यो अब एकदम फाइनल काम चाहिँ इन्कम्प्लिट छ, त्यो चाहिँ आज कम्प्लिट गरिहाल्छौँ। हामीलाई त्यस्तो टाइम लाग्दैन। हिजो चाहिँ एकदम मर्निङदेखि अफिस एउटा डकुमेन्ट्स बनाएँ, अर्को बनाउनु पर्ने एउटा नाम्ची गएर सब्मिट गर्नु चाहिँ ढिलो भयो। त्यसै कारणले हिजो नै जति पनि बनाउनु पर्ने डकुमेन्ट्सहरू थियो A to Z हामीले बनाइसकेको छौँ र आज चाहिँ गएर सब्मिट मात्रै गर्नु छ। टाइम त्यस्तो धेरै लाग्दैन। अनि अगाडि दिपक बङ्गाई यहाँ हिँड्दै हुनुहुन्छ। अनि किशोरहरूकोमा जाँदैछौँ। किशोरलाई पनि एकदम छिटो अत्तालाउने। त्यहाँबाट रितेशकोमा जाने, त्यहाँबाट रामकुमार बाङ्गा पनि जानुहुन्छ। हिजो हामी जति नाम्ची गएको थियौँ आज पनि त्यति नै जाँदैछौँ र हिजो जस्तो टाइम चाहिँ हामीलाई लाग्दैन। आज चाहिँ हामी एकदम टाइममै आइपुग्छौँ। त्यसको ब्लग्स स्टार्ट भइसकेको छ। ब्लग्समा कन्टिन्यू बस्नु होला। मसँग जुड्नुको लागि, यस्तो इन्ट्रेस्टिङ भिडियो हेर्नुको लागि च्यानललाई सब्सक्राइब गर्नु होला। फेसबुक पेजमा हेर्नुहुँदैछ भने फलो गर्नु होला अनि धेरैभन्दा धेरै सेयर गरिदिनु होला। गाइस, यो हाम्रो काली मुनिमाको चाहिँ पुछा डरै लाग्दो भएको रहेछ। यहाँनिर किशोरको यो मुनिमा हो। यहाँनिर तपाईँले देख्नुहुँदैछ, बिचरा भाग्दैछ यसको पुछा छोइदिन्छ भनेर चाहिँ। सायद लडाइँ पऱ्यो होला। बिरालु त होइन होला, कुकुरले टोके जस्तो लाग्यो मलाई चाहिँ। एकदम पुछार चाहिँ अब डरै लाग्दो इन्जोर्ड भइरहेको छ, घाउ भइरहेको छ। हामी चाहिँ अत्तालिएर आयौँ। यहाँ किशोरको सुरसारै छैन रहेछ, एकदम बिन्दासको मान्छे। हामी अत्तालिँदै आयौँ। केटा चाहिँ भर्खर लुगासुगा फेर्ने कुरै छैन, खाना खाएकै छैन रहेछ। त्यस्तो गर्दैछ यसले चाहिँ। आज मलाई रिस उठिरहेको छ। यहाँनिर माथि फाइनली रोड निस्कियो। दिपक बाङ्गा यता हुनुहुन्छ, माइला यहाँ बसिरहेको छ अनि किशोर तल आउँदैछ। रामकुमार बाङ्गालाई हामी परैबाट मलाई उठाउनेवाला छौँ आज। छुना पनि हुन्छ। निनी भीमकुमारी निनीलाई पनि 7 बजीसम्म पुर्याउनु पर्ने भएको छ। त्यहाँबाट हामी चाहिँ सरासर नाम्ची जाने। वेल गाइस, यति बेला फेरि रिनानाहरूकोमा आइपुग्यौँ। इभान्सी यहाँनिर। खै इबु हाई भन्नु यहाँ। खाना खायो इबु? खाएको छैन। खाएको छैन। हातमा के बोकेको? के अरे इबु? अन्त इभान्सी यहाँ पिरो चिप्स बोकेर उभिरहेको छ। अनि यो साजनहरूको घर ब्याकमा छ। किशोरहरू आउँदैछ। अब हामी यहाँबाट निस्किनु आँटिरहेको छौँ। Walking alone, the streets are empty. The only thing I can see is my own silhouette. I'm getting strong. वेल गाइस, फाइनली हामी अहिले जौबारी आइसकेका छौँ। जौबारीको यो के भन्ने यो ठाउँमा चाहिँ एकदम मजाको ठाउँ छ। यहाँनिर चाहिँ अनि क्यान्टिनहरू पनि छ। अनि यहाँनिर सागसब्जीहरू पनि बेच्छ। यहाँनिर बसिरहेको छौँ। हाम्रो गाडी यतापट्टि राखेको छौँ। एकदम ठुलो मजाको मैदान छ, तपाईँहरूले देखिराख्नु भएको छ। यहाँनिर चाहिँ एकदम मजाको एकदम अर्ग्यानिक सागहरू यहाँनिर राख्नु भएको छ। आएर लानु होला। नाकीमा छ अनि मुलाहरू छ, फ्लावर्सहरू पनि। यो बेगुनिया भन्छ नि यसलाई। एकदमै मजाको वाइनहरू राखेको छ, डल्ले खोर्सानीहरू राखेको छ। आउनुभयो भने चाहिँ लिएर जानु होला। यता हाम्रो अङ्कल हुनुहुन्छ यहाँ। तपाईँको अङ्कल यो दोकान? ए ओके। अङ्कलको दोकान छ। अङ्कलको दोकानमा पनि निस्किनु होला। छुर्पीहरू पनि एकदम छ, डल्ले छ। यो फ्लावर्सहरू चाहिँ एकदमै मजाको फुलेको छ। बेगुनिया धेरै किसिमको फ्लावर्सहरू पनि राखेको छ। अनि क्यान्टिनहरू पनि छ। भित्र गएर हेऱ्यो भने एकदम यहाँ आन्टीले जेरो खाब्जेहरू आफै बनाउनु हुँदो रहेछ। आफै बनाउनुहुन्छ यो तपाईँले? यो प्याकेट आन्टीले चाहिँ यहाँनिर जेरो खाब्जे 60, हनीकम चाहिँ 100 रुपिस अरे। यो हनीकम चाहिँ 100 रुपिसको रहेछ। 100 को हनीकम कति पिस हुन्छ यहाँनिर? 16वटा 16 पिस पाउँदो रहेछ 100को चाहिँ। अनि यो खाब्जेहरू 60 रुपियाँ। यो 1 पावाको हो कि आधी केजीको? 1 पावा अलिक बेसी हुँदो रहेछ। यस्तो प्रकारले एकदम सागसब्जीदेखि लिएर यो जेरो खाब्जे सबै कुरा, फ्लावर्सहरू पनि राख्नु भएको छ। आउनुभयो भने चाहिँ लिएर जानु होला। आज चाहिँ हाम्रो यहाँनिर नाम्ची आइसकेर चाहिँ हाफ एन आवरभित्रै हाम्रो काम जति पनि थियो कम्प्लिट भइसकेको थियो। अनि मेरो चाहिँ भोटर कार्ड रिप्लेस गर्नुपर्ने थियो। रिप्लेस भन्दाखेरि मैले चाहिँ जुन चाहिँ डिजिटल कार्डको लागि एप्लाई गरेको थिएँ त्यो चाहिँ अझै पनि आइपुगेको छैन रहेछ। त्यसले चाहिँ मेरो त्यो कार्ड खोजाइले चाहिँ निकै टाइम लाग्यो। अनि फिलहाल चाहिँ हामी परको काम जति पनि अफिसको काम थियो सबै त्यो सकेर चाहिँ बजारपट्टि जाँदैछौँ। हाम्रो गाडीहरू पनि बजारमै राखेको कारणले गर्दाखेरि अब पर जाने, खाजासाजा खाने, त्यहाँबाट चाहिँ हामी घरतिर फर्किने। राबङमा गएर अलिक काम छ बाङ्गाको। मेरो त काम छैन, हाम्रो अर्कै बाङ्गाको। बाङ्गा के छ अरे राबङमा काम?
अलिक सौदा गर्नु छ हौ। सौदा गर्नु बाँगाको चाहिँ राबङमा सौदा गर्नु पर्ने काम भएको कारणले गर्दा एकदम अत्तालिरहनु भएको छ। त्यसैले गर्दा छिटो अब बजार जाने। अहिले चाहिँ नाम्चीमा चाहिँ फिलहाल चाहिँ लाल बजार जति पनि सौदाहरू चाहिँ यो स्ट्यान्ड मुनि लाग्दो रहेछ। यस्तो प्रकारले परैदेखि नै यस्तो सब्जी दोकानहरू चाहिँ यहाँनिर लगाउँदो रहेछ। पहिला चाहिँ अब पर बजारमै थियो। खानुको लागि चाहिँ सोताङ होटलमा आइरहेको छौँ। अनि हिजो चाहिँ हामी यहाँ आउँदा खाना थिएन, खालि फ्राइड राइस र चाउमिनहरू थियो। तर आज चाहिँ फाइन खाना रहेछ, भेज नन भेज दुइटै रहेछ। अनि तपाईँलाई म यहाँनिर एउटा दामी कोटेसन छ त्यो देखाउँदैछु, यहाँ पढ्नु होला तपाईँहरूले। यो चाहिँ एकदम तपाईँहरूले माथिबाट पढ्दै जानु होला गाइस। हाम्रो खाना चाहिँ आइसकेको छ गाइस यस्तो प्रकारले, एकदम दामी दामी। खाना आइसकेको छ गाइस। रितेश आइपुगेको छैन अझै, माइला बाहिर रितेश ल्याउनु गएको छ। तर कति बेला आइपुग्छ अत्तो पत्तो छैन रितेशको चाहिँ। गाइस पार्कमा चाहिँ एकदम ज्यादा हाम्रो यहाँ एकजना अङ्कल हुनुहुन्छ, बाँसुरी बजाउँदै हुनुहुन्छ। मजाले बचाउनुहोस् न। दामी दामी यहाँ अङ्कलले बाँसुरी बजाउनु हुँदैछ बजारमा, सेन्ट्रल पार्कमै। दामी दा तपाईँको नाम बताइदिनुहोस् न। मेरो घर चाहिँ पर्यो छुप्पपर्बिङ विलेज। हजुर। वार्ड नम्बर पर्यो 4 नम्बर। मेरो नाम कर्मरिन्छेन शेर्पा। एकदम मजाले बजाउनु हुँदैछ। हजुर बैलिनीको गाइस यहाँ हाम्रो कर्मरिन्छेन हाम्रो यहाँ अङ्कलले चाहिँ एकदम दामी मुराली बजाउनु हुँदो रहेछ। उहाँले चाहिँ आफ्नो यसरी ट्यालेन्ट देखाएर ट्यालेन्ट सो गरेर चाहिँ यहाँ यसरी स्ट्रिटमा यसरी उहाँले आफ्नो ट्यालेन्टलाई सो गर्नुहुन्छ। सपोर्ट गर्नु होला उहाँलाई, अलिकति भए पनि कन्ट्रिब्युट गर्नु होला। हाम्रो अङ्कललाई चाहिँ सपोर्ट गर्नु होला गाइस। उहाँले चाहिँ त्यत्तिकै त्यो मागेर त्यो खाएको चाहिँ उहाँलाई भनिँदैन, आफ्नो ट्यालेन्टलाई प्रस्तुत गरेर आफ्नो ट्यालेन्टलाई पब्लिकमा देखाएर चाहिँ उहाँले 1-2 रुपियाँ अर्न गर्नुहुन्छ। त्यसै कारणले उहाँको ट्यालेन्टलाई चाहिँ एकदम हामीले रेस्पेक्ट गर्नुपर्छ, सपोर्ट गर्नुपर्छ। आउनुभयो भने नाम्ची सेन्ट्रल पार्क आउनुभयो भने जरुर अङ्कललाई सपोर्ट गर्नु होला, 1-2 रुपियाँ भए पनि उहाँलाई कन्ट्रिब्युट गर्नु होला। वेल यति बेला चाहिँ हामी नाम्चीबाट हिँडेर अहिले घुर्पी चाहिँ आइसकेका छौँ। सबै गाडीमा बस्यौँ र जाँदैछौँ अब राबङतिरै। राबङमा छिटो काम सकेर घरतिर फर्किहाल्ने। बेलुका अब हाम्रो सानो मिटिङ जस्तो छ, डिस्कसन जस्तो छ। त्यसै कारणले गर्दा छिटो आज फर्किँदैछौँ हामी।
किशोरहरूको घर आइसकेका छौँ अनि आजको मेरो ब्लग्सलाई पनि यतिमै एन्ड गर्दैछु आजको ब्लग्स कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरेर बताउनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला बेल आइकनलाई प्रेस गर्नु होला अनि फेसबुक पेजमा हेर्नुहुँदैछ भने धेरैभन्दा धेरै सेयर गरिदिनु होला फेरि पनि भोलि नयाँ ब्लग्सको साथ यहाँहरूसँग मेरो भेट हुने नै छ टिल देन टेक केयर एन्ड गुड बाई